पत्रकार दिवाकर शाहको हत्या यदि यो समाचार तपाईहरुको बीचमा आयो भने यसलाई नौलो नमान्नु होला र आज बरु सोचेर गम्भीरतापूर्वक संवेदनशील विषयहरू यो देशको अगाडि राख्न गइरहेको छु। आज म तपाईहरुलाई भन्न चाहन्छु, यदि साच्चै नै तपाई नेपाली हुनुहुन्छ, यो देशलाई माया गर्नुहुन्छ र साच्चै नै यो देशलाई आफ्नो आमा मान्नुहुन्छ भने आज पहिलो चोटी एसटीभी का दर्शकहरूलाई भन्न चाहन्छु, यो विषयको गम्भीरता बुझ्नु होला। आज कुनै टीआरपी को लागि हैन, भ्युअर्स को लागि होइन, एट्र्याक्सन पाउनलाई होइन, यथार्थ केही कुराहरू भन्नै पर्ने लाग्यो। यो देशको नुन खाएपछि मलाई लाग्यो यो देश मेरो आमा हो भने मलाई लाग्यो कि यो देशको म सन्तान हो भने यी कुराहरू नेपालीहरूको अगाडि राख्नै पर्दछ र त्यही राख्न आएको छु। आज देश सङ्कटमा छ। जति सामान्य सबै कुरा देखिरहेको छ त्यो सामान्य पक्कै पनि होइन। 23 गते जेन्जी पुस्ताद्वारा जुन प्रदर्शन गरिएको थियो त्यो प्रदर्शनको साक्षी म पनि एकजना हो र त्यो दिनदेखि आजसम्म म काठमाडौँमै छु र म तपाईहरुलाई जानकारी गराउँ बडो नजिकबाट हरेक कुरा निहालेको छु, हरेक कुरा देखेको छु र त्यो देखेर पनि कतिपय कुराहरू सुरक्षाको कारणले तपाईहरुको अगाडि भन्न सकिन। आज पनि असुरक्षित छु र आज म तपाईहरुको अगाडि यस्तो लाग्यो कि यो देशै रहेन भने म आफ्नो सुरक्षा गरेर के गर्ने, बरु यो देशको लागि पत्रकारिताको माध्यमबाट कमसे कम यति आनन्दित हुन्छु म कि देश सङ्कटमा थियो, देश जति बेला कब्जामा थियो त्यति बेला म एकजनाले केही कुराहरू नडराइकन भने आज म त्यही कुराहरू गर्न गइरहेको छु। आज यो विषयलाई म तपाईहरुलाई विनम्र अनुरोध गर्छु, गम्भीरतापूर्वक सुन्नु होला। यति राति यो भिडियो बनाइरहेको छु, यसको ठुलै कारण होला। गम्भीर विषयहरू छन् कि यो देशमा सरकार छ। यदि तपाईँ हो भन्दै हुनुहुन्छ भने तपाईको भ्रम आज चिर्न आएको छ। आज म तपाईहरुको केही भ्रमहरू तोड्दैछु। यो देशमा अहिले सरकार छ, सरकारको अनुमति गर्नुभएको छ भने भ्रममा नबस्नु होला। तर त्यो कहिले पनि कदापि देश चल्दैन, काम गरेको छ। तर आज यो देशमा म धेरै भन्दा मेरा कुराहरूमा कतिपयलाई आफ्नो आफ्नो धारणा होला तपाईहरुको। आज म के कुराहरू भन्छु, म जति कुरा भन्छु तपाईहरु सर्च गर्नुला, रिसर्च गर्नुला। त्यो कुरा एउटा पनि हामी टाइप गर्छौँ, मोबाइलमा इन्टरनेट हामी के गर्छौँ, गुगलमा जान्छौँ, युट्युबमा जान्छौँ, च्याट जिपिटीमा जान्छौँ र हामी कुराहरूको जानकारी लिन्छौँ। आज तपाईहरुलाई मेरो पहिलो सुझाव अथवा तपाईहरुलाई सर्च गर्न भनिरहेको छु भने आज तपाईहरु च्याट जिपिटीमा जानु होला, त्यहाँ केही सर्च गर्नु पर्यो, त्यति मात्रै गर्नुहोला। आइएनजिओहरूले बिगारेको देशहरू त्यति मात्रै टाइप गर्नु होला। मैले मेरो मोबाइलको स्क्रिनमा यति मात्रै टाइप गरेँ, आइएनजिओहरूले बिगारेको देशहरू। अब यो टाइप गर्न बित्तिकै 1 नम्बरमा आउँछ अफ्रिकी देशहरू, विशेष गरी काङ्गो, दक्षिण सुडान, रवान्डा आदि है। दोस्रोमा आउँछ हाइटी, तेस्रोमा आउँछ अफगानिस्तान र चौथो नम्बरमा आउँछ नेपाल, पाँचौं नम्बरमा छ सिरिया। यो 5वटा देशको नाम छ जसमा चौथो नम्बरमा यो देशको नाम आएको छ नेपाल। आइएनजिओहरूले विभिन्न राम्रा काम गरेका छन्, सकारात्मक नकारात्मक दुवै पक्ष छ हरेक विषयमा। र आज म तपाईहरुलाई भन्छु तपाईहरुले सर्च गर्नु होला, तपाईहरुलाई धेरै कुरा जानकारी पाइहाल्नुहुन्छ। सर्च गर्नु होला, मैले बोलेको कुराहरू कतिको सत्य छ असत्य छ त्यो तपाईहरु आफै मूल्याङ्कन गर्नु होला। र आज म तपाईहरुको अगाडि भन्न चाहेको छु यो देश आइएनजिओहरूले चलाइरहेको छ, बरु सङ्कटमा छ। तपाईहरुलाई के लागिरहेको छ, सबै कुरा सामान्य छ यो देशमा। जे कुरा आँखाले देखिरहेका छौँ त्यस्तो नहुन पनि सक्छ। यो देशमा अहिले विभिन्न शक्तिहरू सक्रिय छन्, यति सक्रिय छन् कि यहाँ तपाईँ हामी चाहे पनि परिवार सहित गायब गरिदिन सक्छ, यति सक्रिय छन्। बोलिरहँदा बडो गम्भीरतापूर्वक बुझ्नु होला। तपाईँलाई के लाग्छ, अस्ति भर्खरै निर्मल निवास अगाडि गाडीको चहल पहल भनेर तपाईँहरूलाई लाइभ मार्फत हेरिरहेको होला। त्यति बेला कहिले प्रतिक्रियाहरू के आयो, यो पत्रकार के लाग्थ्यो, तर टिआरपीको लागि यस्तो गरेको कदापि होइन। हामी त्यस्ता पापी पत्रकारिता गर्दैन। तर आज त्यो लाइभ गरेको थियो, त्यो लाइभ नगरेको भए तपाईँहरू आज सायद मेरो यो भिडियो हेर्न सक्नुहुन्छ। त्यो लाइभ मैले आफ्नो सुरक्षाको लागि गरेको छु। त्यो लाइभ अथवा होइन, त्यो लाइभमा सच्चाइ छ, त्यो लाइभमा प्रमाण छ। तर त्यो प्रमाणहरू आज पनि हामी सुरक्षित राखिरहेका छौँ र एक्सपोज गर्न सकिनौँ, मिडियामा ल्याउन सकिनौँ। किन थाहा छ तपाईँहरूलाई? त्यो एक्सपोज गऱ्यो भने मलाई केही हुन्छ कि, मेरा परिवारका सदस्यहरूलाई केही हुन्छ कि, हामी हतियार चलाउनुद्वारा फेरि दार्जिलिङमा पर्छौँ कि, ठुलो खेल चलिरहेको छ। त्यो लाइभले गर्दा ठुलो प्लान चाहिँ डिस्ट्रोय भएको छ। तपाईँ कल्पना गर्नुहोस्।
र यदि मेरो सुरक्षाको ग्यारेन्टी कसैले लिन्छ र म आफूलाई सुरक्षित महसुस गर्छु भने त्यो प्रमाणहरू पनि तपाईँले लगाइरहेको आज म देखाउँछु कसरी अफगानिस्तानमाथि अमेरिकाको कब्जा थियो, जसरी अहिले अमेरिकालाई हटाएर त्यहाँ अफगानिस्तानमाथि आजको कब्जा छ, त्यस्तै कहीँ कतै हाम्रो नेपालसँग त भइरहेको छ। तपाईँ यतिले बुझ्नुहोस्, यतिले मात्रै बुझ्नुहोस्, यहाँ पानी बाँड्नेहरू मन्त्री बाँडिनुहुन्छ। म बालिन विशाल, हर्क साम्पाङ र लगायत जति पनि हुनुहुन्छ, हर्क साम्पाङको धेरै ट्रोल भयो। उहाँ चाहिँ धरानका मेयर हुनुहुन्छ, देशको माटोको लागि उहाँले काम गर्नुभएको थियो। उहाँ जस्तो मान्छे मन्त्री प्रधानमन्त्री बन्न काठमाडौँ त्यो टाइममा विभिन्न सामाजिक सञ्जालमा उहाँको मजाक दिइरहेको थियो। माटोको लागि काम गर्ने मान्छेहरू यो सरकारमा पऱ्यो नपऱ्यो हामीले ट्रोल गर्छौँ, मजाक उडाउँछौँ, हाँस्छौँ, तर हाँसिरहँदा त्यसको गम्भीरता बुझ्दैन, त्यसको संवेदनशीलता बुझ्दैन, त्यो विषयहरू बुझ्दैन। म हर्कजीलाई भन्न चाहन्छु, धरानका मेयर हुनुहुन्छ, हर्कजी तपाईँ पार्टी हुनुभन्दा आइएनजिओहरूमा यदि तपाईँ काम गरेको भए, सदस्यता भएको भए सायद तपाईँ आज सरकारमा हटाउनु। बालिन चाहन्छु पार्टी खोज्दै हुन्छ, बालिन चाहन्छु आइएनजिओ एनजिओहरूको लागि काम गरेको भए आज सरकारमा राम्रै पकड हुन्थ्यो होला। त्यो क्रमहरूमा आज आज यो देश कतातिर गइरहेको छ तपाईँहरू सायद कल्पनै गर्नुभएको छैन। अब यो बोलिरहँदा यो पत्रकारलाई कुनै पार्टीले चलायो कि दिवाकर पनि कुनै पार्टीको झोली भयो कि भन्न बेर छैन। पुरा देशको गम्भीरतापूर्वक भन्न चाहन्छु, मेरो सुरक्षाको ग्यारेन्टी दियोस्, मलाई सुरक्षित राखियोस् भने के प्रमाणहरू दिन्छु, समय आउँदैछ प्रमाणहरू दिन्छु र सप्रमाण बोलिरहेको छु। म तपाईँलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कालजीको बालुवाटारको निवासमा छिर्छ। त्यो गाडीमा फोटो थियो, त्यहाँ त सिसिटिभी क्यामेरा छैन, त्यो सिसिटिभी क्यामेरा नेपाली नागरिकको अगाडि त्यो सार्वजनिक गर्नुहुन्छ। एक नीति दिन म तयार छु। 3 दिन म यो निवासमा लाइभ गरेको छु, यो निवासको बाहिर त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिदिएको थियो र त्यो दूतावासको गाडीमा को बसिरहेका थिए। यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईँहरू सामान्य बुझ्दै हुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छ। बोल्दाखेरि फेरि सोच्न थाल्यो, किन सोच्न थाल्यो भने बोलौँ कि नबोलौँ। म तपाईँलाई भन्न चाहन्छु, जुन 23 गते घटना भयो शान्तिपूर्ण प्रदर्शनमा गोली चल्यो, 24 गते बानेश्वरको फुटेजहरू निकालियो, ब्ल्याक टी सर्टहरू कसको कसले लगाएको थियो र त्यो ब्ल्याक टी सर्टमा कालो रङको टी सर्ट त्यो कुरा सार्वजनिक गर्ने आँट कस्तो छ। अब यो बोलिरहँदा त्यो ब्ल्याक टी सर्ट लगाउनेवालाहरू मलाई कार्यवाही गरिसक्यो, म अब कार्यवाही गरिसक्यो, नो डाउट। दोस्रो कुरा बताउन जान्छु, सबै ठाउँमा आगजनी भयो होइन, प्रहरीको चौकीहरू प्राय हामी नेपालीहरू र मानव आन्दोलनहरूमा त्यही त हुन्थ्यो। तर 24 गते कहाँबाट सबभन्दा शक्तिशाली कहाँ छ, देशको मेरुदण्ड सुरक्षा निकाय, त्यसलाई गालिन्छ। सबैभन्दा इम्पोर्टेन्ट फ्याक्ट कहाँबाट भयो भने 23 गते प्रहरीले गोली चलायो, त्यो गोलीबाट मृत्यु भयो, देशकी भाइ बहिनीहरूले गोली खाए, ताकि गोली हानियो। त्यो गोली हान्नेहरू को छन्, प्रहरी हुनसक्छ, यो अन्य मान्छेहरू हुनसक्छ, त्यो कसरी त्यो घटनाहरू भयो। त्यसमा पहिले सर्वप्रथम तिनीहरूको छानबिन होस्, कति सक्दो हुन्छ, किनभने हामीले जानकारी के पाइरहेका छौँ भने प्रमाणहरू आज म यसरी बोलेँ। अब यो कालो टी सर्टको मैले भनेको थिएँ, कालो टी सर्ट लगाउने मान्छेहरू त्यो टी सर्ट पछाडि के लेखिएको थियो, त्यसको फुल फर्म के हो, अब यतिभन्दा त सायद नेपाल प्रहरी र सरकारले बुझिसकेर त्यो पनि म खुलेरै भन्नु पऱ्यो। यदि मलाई मार्नै खोज्नु भएको छ भने मर्न म तयार छु। तर त्यो कालो टी सर्टमा 3 शब्दको जुन कोड लेखिएको थियो त्यो कोडको फुल फर्म के हो, जसरी HTP, हाम्रो कम्पनीको नाम हो HTP, नगराई पहाड है। हाम्रो कतिपय थाहा हुँदैन, त्यहाँनिर त्यो कालो टी सर्टमा 3वटा शब्द लेखिएको छ। त्यो टी सर्ट कसले लगाएका थिए, तिनीहरू कहाँबाट परिचालित थिए र उनीहरूको भूमिका के थियो, यो कुराहरू 23 गते र 24 गतेको फुटेजहरू निकालिएको
तपाईँ हेर्नुहोस् कस्तो भइरहेको छ यो देशमा। केही नाम चलेका अहिलेको अवस्थामा नाम चलेका विभिन्न आइएनजिओ एनजिओहरूले यो सरकारलाई चलाइरहेको अवस्था छ। नेपाली भन्दा पनि विदेशी संस्थाहरूले चलाइरहेको छ। यहाँ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा पानी बाँड्नेहरू अहिले मन्त्री बाँडिरहेका छन् र सबै कुराको प्रमाण हामीसँग। यदि मैले त्यो प्रमाण अहिले राखिदिएँ भने म मात्रै असुरक्षित हुँदिनँ, मान्छे पनि असुरक्षित हुन्छ। हाम्रो पत्रकारिताको एउटा धर्म छ, सूचना दिनेलाई सेक्युर गर्नुपर्छ, सुरक्षित राख्नुपर्छ। भोलि गर्दै मद्दत कार्यक्रम गरेँ, म कार्यक्रम गरिसकेँ, गर्नु छ अहिले सुरक्षा ग्यारेन्टी रहेन, किसिमको ग्यारेन्टी नै भयो। आज मलाई लाग्यो गर्नुपर्छ। आज यदि बोल्नु भने यो देश अफगानिस्तान कसरी देख्न सक्छ। तपाईँहरू अलिकति गम्भीर हुनुहोला। म भन्न चाहन्छु यहाँ 2-3 खालका जेन्जी देखिन्छ। जेन्जी पुस्तामा एउटा जेन्जी साँच्ची नै देशलाई माया गरेर, राष्ट्रलाई माया गरेर, भ्रष्टाचारबाट आजित भएर, नेताहरूका कटुकहरूबाट आजित भएर जो चाहिँ हामी नेपाली हौ। अर्को जेन्जी मैले के देखेँ भने एनजिओ आइएनजिओको जेन्जीहरू भोलि गर्दा अनुरोध गर्न चाहन्छु सम्पूर्ण नेपाली नागरिकलाई, सम्पूर्ण दलका नेताहरूलाई, सम्पूर्ण पार्टीका नेताहरूलाई, पार्टीहरूलाई तपाईँहरू अहिले कङ्ग्रेस, एमाले, माओवादी अथवा अन्य दलको नाम नलिनु। अहिले तपाईँहरू देशको नाम लिनु। यो देशै रहेन भने कहाँको कङ्ग्रेस, कहाँको एमाले, माओवादी, जसपा कहाँको के देश गएको तपाईँहरूको पार्टी हुन्छ, तपाईँहरू हुन्छ। नेताहरूले गलत गरेकै हुन्छ, भ्रष्टाचार गरेकै हुन्छ, त्यसमा बिमत छैन। नेताहरूले यो देशलाई लुटेका हुन्, तर आज देशलाई कब्जा गर्ने, देश बेचिने ठाउँमा पुग्दैछ। अनुरोध गर्न चाहन्छु हात जोडेर सम्पूर्ण नेपालीलाई मेरो अनुरोध छ, देशलाई माया गर्नुहुन्छ भने जति कुरा सहज तपाईँहरूलाई देखिरहेका छौँ, जति कुरा सहज लागिरहेको छ त्यो त्यति सहज छैन। देश अहिले कब्जामा गइसक्यो। त्यसको विकल्प चाँडै खोज्नुपर्छ, शान्तिपूर्ण तरिकाले खोज्नुपर्छ, द्वन्द्व गर्नु हुँदैन। यहाँ अहिले मैले के जानकारीहरू कस्तो पाइरहेको छु भने मानव हावा त चलिरहेको छ, सबलाई थाहा छ हावा त छ, अनि हावाको हामी नै हुँदैन, तर हावा कहिले क्यामेरामा रिकर्ड हुन्छ, हावा कहिले फोटोमा आउँछ, त्यो महसुस लाग्छ। सो म अनुरोध गर्न चाहन्छु यहाँ नेपालीलाई लडाएर भिडाएर विदेशी शक्तिहरू आफ्नो सेना नेपालमा गर्न अनुरोध छ। सम्पूर्ण नेपालीमा कसैले तपाईँले गाली गर्न सक्छ, कसैले उक्साउन सक्छ, कसैले केही गर्न सक्छ। यो अवस्थामा अनुरोध छ सम्पूर्णलाई, सम्पूर्ण नेपालीलाई, सम्पूर्ण नेपालमा रहेका राजनीतिक दलदेखि लिएर आम नागरिक समाजका संचारकर्मी सबैजना यो संवेदनशीलतालाई बुझौँ, गम्भीरतालाई बुझौँ। के बोलेको होइन आज सक्छ भने प्रमाणहरू सुरक्षित। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई मेरो प्रश्न, रातिको 12 बजे दूतावासको गाडीहरू बालुवाटारमा सार्वजनिक गरिदिनुहोस्। त्यहाँ क्यामेरा छन्, प्रधानमन्त्री कार्यालय अगाडि 3 नम्बर गेटमा क्यामेरा लागेको छ, पुलिसको गेट बाहिर पनि र सुरक्षाकर्मीहरू पनि हुन्छन्। सार्वजनिक गरिदिनुहोस्। यति गरेर यो ओरिजिनल जेन्जी छन्, ओरिजिनल जेन्जी जेन्जीहरू अवस्था के छ? उनीहरू विद्यार्थी हुन्, पढिरहेका छन्, अध्ययन गरिरहेका छन्, आफ्नै देशका लागि लडिरहेका छन्, जति सक्दो लडिरहेका छन्, तर उनीहरूलाई कुनै जानकारी नै छैन, उनीहरूको एक्सेसै छैन। उनीहरू सिंहदरबार छिर्नु पऱ्यो भने लिङ्क लगाएर मात्रै छिर्न पाउँछ। सिंहदरबारमा पनि क्यामेरा छ नि त, त्यो हेर्नुहोस् न त्यहाँको क्यामेरा। जेन्जीको सरकार भन्छ नि त्यहाँ भने अहिले 2 प्रकारको जेन्जी छ। एउटा साँच्ची नै देशलाई माया गर्छ, अर्को एनजिओ आइएनजिओबाट उनीहरूको ठुलो प्लान छ, प्लानमा कोही बिचमा आयो भने हराइदिनु। म आएँ नि त, अब अनुरोध गर्न चाहन्छु गम्भीरतालाई बुझ्नु होला। हामी नेपालीलाई ठुलो खतरा अहिले गाउँमा छ, सम्पूर्ण यो देशमाथिको खतरा छ। मलाई मात्रै कुरा देशको हो र रह्यो कुरा यो भिडियो कुनै टिआरपीको लागि होइन, कुनै पनि स्टन्टको लागि होइन, कुनै पनि अफवाहको लागि होइन।